स्वागत छ सबैलाई हाम्रो यस शैक्षिक श्रृङ्खलाको च्याप्टर 5 मा। आजको यस एक्सप्लेनेटरमा हामी नेपाल स्टक एक्सचेन्ज अर्थात् नेप्सेको दोस्रो बजार र मे 2026 सम्ममा आएका मुख्य नियम परिवर्तनहरूको एकदमै गहिरो विश्लेषण गर्दैछौं। परम्परागत ओपन आउटक्राई वा चिच्याएर शेयर किनबेच गर्ने प्रणालीबाट सुरु भएको नेप्से अहिले आएर कति तीव्र गतिको डिजिटल मञ्च बनिसकेको छ हैन त। 2026 सम्म आइपुग्दा बजारका नियम र संरचनाहरूमा यति धेरै परिवर्तन आइसकेका छन् कि यसले समग्र लगानीको परिदृश्यलाई नै पुरै नयाँ दिशा दिएको छ। यी आधुनिक नियमहरू र बजारको बदलिन्दो संरचना बुझ्न आजको प्रतिस्पर्धी समयमा एकदमै जरुरी छ। ल अब ढिला नगरी विषयवस्तुमा प्रवेश गरौँ है त। आजको हाम्रो यस च्याप्टरमा मुख्य गरी 5वटा विषयहरू रहेका छन्। नेप्सेको नयाँ समय तालिका र टिकरहरू, बुलिश र बियरिश ट्रेन्ड, बजारको सेफ्टी नेट अर्थात् सर्किट ब्रेकर प्रणाली, मार्केट क्यापिटलाइजेसनको गणित र अन्त्यमा 2026 का नयाँ अपडेटहरूको समग्र सारांश। सुरु गरौँ पहिलो खण्डबाट, नेप्सेको समय तालिका र टिकरहरू। यसलाई हामी दोस्रो बजारको मैदान पनि भन्न सक्छौं। प्राथमिक बजार वा आइपिओ मार्फत जारी भएका शेयरहरू सूचीकृत भइसकेपछि किनबेच हुने मुख्य थलो नै दोस्रो बजार हो भन्ने कुरा त हामी सबैलाई थाहा छँदैछ। यसले बजारमा अत्यन्त महत्त्वपूर्ण तरलता अर्थात् लिक्विडिटी दिन्छ, जसले गर्दा शेयरलाई केही सेकेन्डमै नगदमा परिणत गर्न सकिन्छ। 2026 मा बजारको समय तालिकामा ठूलै रणनीतिक परिवर्तन आएको छ। इन्धन र ऊर्जा जोगाउने उद्देश्यले सरकारले 2 दिन बिदा दिने नीति ल्याएपछि अहिले नेप्से सोमबारदेखि शुक्रबारसम्म मात्र खुल्छ। मुख्य कारोबार बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म हुन्छ। तर यहाँ सबैभन्दा रोचक र मनोवैज्ञानिक रूपमा महत्त्वपूर्ण समय भनेको बिहान 10:30 देखि 11 बजेसम्मको 30 मिनटको प्री ओपन सेसन हो। रातभरि विश्व बजारमा आएका उतार चढाव, बिहानका आर्थिक समाचार वा राजनीतिक परिवर्तनहरूले बजारमा ठूलो हलचल ल्याइसकेका हुन्छन्। त्यो रातभरिको उकुसमुकुस ठ्याक्कै यही 30 मिनटको विन्डोमा विस्फोट हुन्छ अनि यसैले त्यस दिनको बजार खुल्ने सुरुवाती मूल्यलाई दिशानिर्देश गर्छ। समग्र नेप्सी इन्डेक्स एउटा सिङ्गो अङ्क भए पनि खासमा यो विभिन्न उपसूचकहरू अर्थात् सब इन्डेक्सहरूमा बाँडिएको हुन्छ, जस्तै ब्याङ्किङ, जलविद्युत, जीवन बीमा अनि उत्पादन तथा प्रशोधन क्षेत्रहरू। फरक फरक रणनीतिका लगानीकर्ताहरूले यी सब इन्डेक्सहरूलाई आफ्नै तरिकाले उपयोग गर्छन्। उदाहरणको लागि, बजारमा अलि धेरै अस्थिरता वा डर भएको बेला डिफेन्सिभ रणनीति अपनाउनेहरूले निरन्तर लाभांश दिने जीवन बीमा वा ब्याङ्किङ क्षेत्रमा आफ्नो लगानी सार्न सक्छन्। तर अर्कोतिर एकदमै आक्रामक रूपमा दैनिक कारोबार गर्ने डे ट्रेडरहरू चाहिँ उच्च उतार चढाव हुने जलविद्युत क्षेत्रमा प्रवेश गरेर छोटो समयमै नाफा बुक गर्ने दाउमा हुन्छन्। समग्रमा भन्दा अर्थतन्त्रको कुन शिरामा कस्तो रक्त सञ्चार भइरहेको छ भनेर बुझ्न यी सब इन्डेक्सहरूले ऐनाको काम गर्छन्। अब ट्रेडिङ म्यानेजमेन्ट सिस्टम अर्थात् टिएमएसमा अर्डर राख्दा कम्पनीको पूरा नाम टाइप गरेर त साध्य हुँदैन। कारोबारलाई छिटो र चुस्त बनाउन टिकर सिम्बोलको प्रयोग गरिन्छ, जस्तै नबिल ब्याङ्कको लागि NABI वा कृषि विकास ब्याङ्कको लागि ADBL। यस्तो तीव्र गतिको बजारमा जहाँ सेकेन्डमा मूल्य तलमाथि भइरहेको हुन्छ, पूरा नाम टाइप गर्न थाल्यो भने त राम्रो मूल्य गुम्न पनि सक्छ नि। NABIL मात्र टाइप गरेर केही सेकेन्ड बचाउनु भनेको एउटा सफल ट्रेड र घाटा बीचको भिन्नता हुन सक्छ। यी छोटा सङ्केतहरूले समग्र किनबेचको प्रक्रियालाई निकै प्रभावकारी बनाउँछन्। अब अघि बढौँ दोस्रो खण्डतिर, बुलिश र बेरिश ट्रेन्डहरू। बजारका यी दुई चर्चित जनावरहरूको बारेमा कुरा गरौँ। वित्तीय संसारमा बजारको मनोविज्ञान र समग्र मूड बुझाउन जनावरहरूको प्रतीकात्मक प्रयोग गरिन्छ। साढे अर्थात् बुलले आक्रमण गर्दा सधैँ आफ्नो सिङले तलबाट माथितिर उछाल्ने गर्छ हो। स्टक मार्केटमा बुलिश मार्केट वा साढे प्रवृत्तिको अर्थ पनि बजार निरन्तर माथि गइरहेको छ भन्ने नै हो। यस्तो बेला बजारको माहौल एकदमै उत्साहजनक हुन्छ। दैनिक अर्बौंको कारोबार हुन्छ, किनबेचको चाप उच्च हुन्छ र बजारका सहभागीहरू एकदमै आशावादी हुन्छन्। आफूले किनेको हरेक शेयरको मूल्य भोलिपल्ट बढ्छ भन्ने एउटा अति उत्साहले बजारलाई डोहोर्याइरहेको हुन्छ। बजारमा तरलता पर्याप्त हुन्छ अनि खरिदकर्ताहरू एकदमै आक्रामक रूपमा प्रस्तुत भइरहेका हुन्छन्।
यसको एउटा एकदमै ज्वलन्त ऐतिहासिक उदाहरण भनेको अगस्त 2021 को अवस्था हो। त्यतिबेला नेप्सेले 3198 बिन्दुको अभूतपूर्व रेकर्ड बनाएको थियो। त्यो समयलाई यसो सम्झिने हो भने महामारीले गर्दा देश पुरै लकडाउनमा थियो। मानिसहरूसँग खर्च गर्ने अन्य बाटो थिएन, तर ब्याङ्किङ प्रणालीमा तरलता प्रशस्तै थियो अनि ब्याजदर इतिहासकै न्यून बिन्दुमा झरेको थियो। त्यही सस्तो ऋण र घरमै बसेर डिजिटल प्रणालीबाट सजिलै सेयर किन्न सकिने सुविधाले गर्दा लाखौं नयाँ लगानीकर्ताहरू बजारमा प्रवेश गरे। त्यही तरलता र सजिलो पैसाको बहावले बजारलाई ऐतिहासिक बुलिश ट्रेन्डमा पुर्याएको थियो। त्यस्तै अलि सानो स्केलमा हेर्दा मानव कुनै जलविद्युत आयोजनाले अचानक 20% लाभांश घोषणा गर्छ र त्यसको शेयर मूल्य 300बाट 450 पुग्छ भने त्यो पनि बुलिश प्रवृत्तिकै एउटा उत्कृष्ट नमुना हो। ठिक यसको विपरीत भालु अर्थात् बियरले आफ्नो पन्जाले माथिबाट तलतिर प्रहार गर्छ। बियरिश मार्केट वा भालु प्रवृत्तिले बजार ओह्रालो लागिरहेको अलि निराशाजनक अवस्थालाई बुझाउँछ। जब नेपाल राष्ट्र ब्याङ्कले मौद्रिक नीतिमा कडाई गर्छ वा ब्याङ्कको ब्याज दर अचानक बढ्छ, तब बजारमा एउटा डर पैदा हुन्छ। ऋण लिएर सेयर किन्न महँगो हुन थाल्छ। अझ महत्त्वपूर्ण कुरा, घट्दो बजारमा ब्याङ्कहरूले मार्जिन कल गर्न थाल्छन्, अर्थात् लगानीकर्ताहरूलाई थप धितो वा नगद जम्मा गर्न दबाव आउन थाल्छ। नगद नहुनेहरूले बाध्य भएर घाटामै भए पनि आफ्नो सेयर बेच्नुपर्ने हुन्छ। यसले गर्दा बजारमा एउटा डोमिनो इफेक्ट सुरु हुन्छ। एउटाले बेच्छ, मूल्य घट्छ अनि त्यसले गर्दा अर्को झन आत्तिएर बेच्छ। बजार माथि उक्लिन महिनौं लाग्न सक्छ, तर तल झर्दा यही डरको कारण लिफ्टबाट खसे जस्तै तीव्र गतिमा ओह्रालो लाग्छ। यी दुई प्रवृत्ति बीचको भिन्नता एकदमै स्पष्ट र मार्मिक छ। एकातिर आशावादको हरियो रङ, नाफा कमाउने लोभ र माथितिर फर्किएको बलियो सिङ छ जसले सम्पत्ति सृजनाको उत्सव मनाउँछ। तर अर्कोतिर रातो रङ, डर र तलतिर झर्ने पन्जा छ जहाँ जसरी हुन्छ शेयर बेचेर बाहिरिने प्रवृत्ति हावी हुन्छ। यी दुई जानवरले बजारको मूल्यलाई मात्र होइन, त्यहाँ जोडिएका लाखौं मानिसको सम्पूर्ण मनोवैज्ञानिक र भावनात्मक अवस्थालाई प्रतिनिधित्व गरिरहेका हुन्छन्। अब लागौं तेस्रो खण्डतर्फ, बजारलाई सुरक्षित राख्ने सर्किट ब्रेकर। यो भनेको बजारको भोलेटिलिटी कन्ट्रोल गर्ने सेफ्टी नेट हो। बजारमा असीमित लोभ वा अछाक्ली डर फैलिएको बेला बजारलाई दुर्घटनाबाट बचाउन सर्किट ब्रेकरको व्यवस्था गरिएको हुन्छ। यहाँ सबैभन्दा महत्त्वपूर्ण 2026 को अपडेट के छ भने व्यक्तिगत कम्पनीको दैनिक मूल्य परिवर्तन सीमामा व्यापक हेरफेर भएको छ। पहिला कुनै पनि कम्पनीको शेयर मूल्य एक दिनमा अधिकतम 10% मात्र घटबढ हुन पाउँथ्यो, तर 2026 को नयाँ नियमअनुसार अब यसलाई बढाएर 15% पुर्याइएको छ। यो 15% को सीमा सुन्दा सामान्य लागे पनि यो डे ट्रेडरहरूको लागि अत्यन्तै रोमाञ्चक र सामान्य लगानीकर्ताको लागि अलि होशियार हुनुपर्ने विषय हो। यसको अर्थ के हो भने अब बजारमा कुनै कम्पनीको सही मूल्य अझ छिटो तय हुन्छ, तर सँगसँगै दैनिक उतार चढाव पनि एकदमै बढ्छ। एकै दिनमा 15% को उतार चढाव हुनु भनेको जोखिम व्यवस्थापनको सम्पूर्ण परिभाषा नै बदलिनु हो। पुरै नेप्से इन्डेक्सको सर्किट ब्रेकरको कुरा गर्दा 2026 का स्रोत सामग्रीहरूमा दुई फरक किसिमका संरचनाहरू देखिएका छन्। सायद बजारको तीव्र विस्तारसँगै नियामक निकायहरूबीच नयाँ ढाँचामा जानुअघि भएका छलफल र परीक्षणहरूले गर्दा यस्तो भएको हुन सक्छ। रिपोर्ट एले परम्परागत 3 चरणको प्रणाली देखाउँछ, जहाँ बजार 4% र 5%ले घटबढ हुँदा केही समयको लागि कारोबार रोकिन्छ र 6% पुग्दा पुरै दिनको लागि बन्द हुन्छ। तर अप्रिम 2026 को अर्को स्रोत अर्थात् रिपोर्ट बी अनुसार यसलाई परिमार्जन गरेर 2 चरणमा मात्र सीमित गरिएको छ, जसमा 5% मा पहिलो विश्राम हुन्छ र बजार पूर्ण रूपमा बन्द हुने अन्तिम सीमालाई बढाएर 8% पुर्याइएको छ। यसको मुख्य उद्देश्य भनेको अत्यधिक उतारचढाव भएको बेला पनि बजारलाई सकेसम्म धेरै बेर खुला राखेर तरलता प्रवाह गरिरहनु हो। यो स्वचालित सुरक्षा प्रणालीले कसरी काम गर्छ भन्ने बुझ्न मार्च 9, 2026 को दिनलाई यसो सम्झौ त। भर्खरै सम्पन्न भएको राष्ट्रिय निर्वाचनको नतिजाले बजारमा यति धेरै उत्साह र खरिदको चाप ल्याएको थियो कि 11 बजे बजार खुल्ने बित्तिकै इन्डेक्स लगातार माथि उक्लिन थाल्यो। पहिलो सर्किट ब्रेकर पार गर्दै दिउँसो 12:01 जाँदा अर्थात् कारोबार सुरु भएको लगभग 1 घण्टामै नेप्सेले 6% को सीमा पार गर्यो। त्यसपछि सिस्टमले अटोमेटिक रूपमा त्यो दिनको लागि सम्पूर्ण कारोबार बन्द गरिदियो। यसले बजारलाई त्यो अति उत्साहबाट केही शान्त हुने र सोच्ने समय प्रदान गर्यो। अब लागौं चौथो खण्डतर्फ, मार्केट क्यापिटलाइजेसनलाई बुझ्ने। यो भनेको कम्पनीको वजन वा भ्यालुएसन हो। अब बजारको प्राविधिक मूल्याङ्कनको कुरा गरौं।
एकदमै सजिलो भाषामा भन्दा मार्केट क्यापिटलाइजेसन भनेको कुनै एउटा कम्पनी वा समग्र नेप्सेमा रहेको कुल सम्पत्तिको भार वा वजन हो। यसलाई निकाल्ने सूत्र एकदम सिम्पल छ। कम्पनीको कुल सूचीकृत शेयर सङ्ख्यालाई हालको बजार मूल्यले गुणन गर्ने। यो किन यति धेरै महत्त्वपूर्ण छ भने यसले इन्डेक्स हेभीवेट अर्थात् बजारलाई डोह्याउने ठूला कम्पनीहरू कुन हुन् भन्ने निर्धारण गर्छ। हेर्नुस्, कुनै सानो माइक्रो क्याप कम्पनीको शेयर मूल्य 10%ले बढ्दा समग्र नेप्से इन्डेक्समा खासै ठूलो प्रभाव पर्दैन। तर अर्बौंको मार्केट क्यापिटलाइजेसन भएको ठूलो वाणिज्य ब्याङ्क वा टेलिकम कम्पनीको मूल्य मात्र 1%ले घटबढ हुँदा पनि त्यसले पुरै नेप्से इन्डेक्सलाई नै हल्लाइदिने तागत राख्छ। यसलाई अझ प्रष्ट पार्न नेपाल टेलिकम अर्थात् एनटिसीको एउटा उदाहरण हेरौँ। मानौँ एनटिसीसँग कुल 15 करोड किता शेयर बजारमा सूचीकृत छ र आजको दिनमा त्यसको प्रति शेयर बजार मूल्य 900 रुपियाँ छ। अब यो 15 करोड कितालाई 900 रुपियाँले गुणन गर्दा कुल मार्केट क्यापिटलाइजेसन 1 खर्ब 35 अर्ब रुपियाँ हुन आउँछ। यसरी यो एकदमै सरल गणितको प्रयोग गरेर हामीले कुनै पनि कम्पनीको कुल कर्पोरेट मूल्य ठ्याक्कै थाहा पाउन सक्छौं र बजारमा उसको कति दबदबा छ भनेर सजिलै मापन गर्न सक्छौं। अब एकछिन कल्पना गरौँ त, बजारमा भएका यस्तै सयौं कम्पनीहरूको मार्केट क्यापिटलाइजेसन जोड्दा समग्र नेप्से एक्सचेन्जको आकार कति विशाल होला? अप्रिल 2026 को रेकर्ड अनुसार नेप्सेको कुल बजार पुँजीकरण 4.67 ट्रिलियन अर्थात् 46 खर्ब 70 अर्ब रुपियाँ पुगेको थियो। यो अङ्क कति ठूलो हो भनेर बुझ्न यसलाई देशको अर्थतन्त्रसँग दाँजेर हेरौँ। यो भनेको करिब 31 अर्ब अमेरिकी डलर हो, जुन नेपालको समग्र राष्ट्रिय गार्हस्थ्य उत्पादन अर्थात् जीडीपीकै हाराहारीमा आउँछ। र नेपाल सरकारको वार्षिक बजेटभन्दा यो करिब 2.5 गुणा ठूलो हो। यसले नेपाली शेयर बजारमा लगानी भएको सम्पत्तिको विशाल आकार र राष्ट्रिय अर्थतन्त्रमा यसको गहिरो प्रभावलाई एकदमै छर्लङ्ग पार्छ। अब हामी अन्तिम खण्डमा आइपुगेका छौं, खण्ड 5, जहाँ हामी 2026 का अपडेटहरूको सारांश हेर्नेछौं र आधुनिक नेप्सेको यात्राबारे चर्चा गर्नेछौं। हामी यस एक्सप्लेनरको अन्त्यतिर आइसकेका छौं। आधुनिक नेप्सेलाई बुझ्न हामीले भर्खरै चर्चा गरेका 2026 का व्यवस्थापकीय परिवर्तनहरूको समग्र प्रभावलाई एकपटक सरसर्ती हेरौं। सोमबारदेखि शुक्रबारसम्मको नयाँ तालिकाले अन्तर्राष्ट्रिय बजारसँग अझ राम्रो तालमेल मिलाएको छ। प्री ओपन सेसनको सीमा 5% पुर्याइँदा बजार खुल्ने बित्तिकै अझ सही मूल्य पाउन थालिएको छ। टीएमएसमा दिनको 24 घण्टा अर्डर राख्न मिल्ने सुविधाले लगानीकर्ताहरूलाई आफ्नो समय अनुकूल निर्णय लिन एकदमै सहज बनाएको छ। तर यहाँ सबैभन्दा ठूलो क्रान्ति भनेको T+2 सेटलमेन्टले ल्याएको छ। शेयर बेचेको 2 दिनमै पैसा खातामा आउँदा तरलता छिटो फिर्ता हुन्छ र त्यो पुँजीलाई फेरि बजारमा घुमाएर कम्पाउन्डिङको राम्रो फाइदा लिन सकिन्छ। त्यसैगरी 10 किताभन्दा कमको अडलट कारोबार अब सजिलै गर्न सकिने व्यवस्थाले साना लगानीकर्ताहरूको लागि पनि बजारको ढोका एकदमै फराकिलो बनाइदिएको छ। अन्त्यमा एउटा गम्भीर रणनीतिक प्रश्न छोडेर यो च्याप्टरलाई टुङ्ग्याउन चाहन्छु। जब कुनै पनि व्यक्तिगत कम्पनीको शेयर मूल्य एकै दिनमा 15% तलमाथि हुन सक्छ, यस्तो आधुनिक र उच्च गतिको बजारमा बजारका सहभागीहरूले जोखिमको व्यवस्थापन कसरी गर्लान्? यस्तो तीव्र र उतार चढावपूर्ण मञ्चमा परम्परागत तरिकाले मात्र अब पक्कै काम चल्दैन। सफल हुनको लागि लगानी रणनीतिहरू पनि त्यही गतिमा अपडेट हुनुपर्छ। स्टप लसको कडा पालना, प्राविधिक विश्लेषण र मनोवैज्ञानिक नियन्त्रण अब ऐच्छिक कुरा रहेनन्। यी त बजारमा टिक्ने अनिवार्य हतियार बनिसकेका छन्। यस बदलिदो परिदृश्यमा रणनीतिहरू कसरी परिमार्जन गर्ने भन्ने दिशामा सोच्न यस एक्सप्लेनरले पक्कै मद्दत गर्नेछ। आजको यस विश्लेषणमा साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। अर्को च्याप्टरमा फेरि यस्तै महत्त्वपूर्ण जानकारीका साथ भेट्नेछौं।